कुनै पनि जब इन्टरभ्यूमा सबैभन्दा पहिले र सबैभन्दा धेरै सोधिने एक प्रश्नले नै तपाईँको सिलेक्सन वा रिजेक्सन निर्धारण हुन सक्छ। नमस्कार, म सागर पाण्डे। आज म हजुरहरूलाई त्यो महत्त्वपूर्ण प्रश्नबारे जानकारी दिँदैछु। टेल मी समथिङ अबाउट योर सेल्फ अथवा हजुरको बारेमा भन्नुहोस्। स्ट्याटिस्टिक अनुसार 90% क्यान्डिडेट त्यो प्रश्नपछि रिजेक्ट हुन्छन्। मतलब कि तपाईलाई हायर गर्ने या नगर्ने भन्ने कुरा क्लियर भइसक्छ इन्टरभ्युअरलाई। यो प्रश्न सोध्नको मेन रिजन भनेको हजुरको कन्फिडेन्स लेभल चेक गर्न, हजुरले आफूले आफूलाई कसरी प्रेजेन्ट गर्नुहुन्छ, हजुरको कम्युनिकेसन चेक गर्नलाई इन्टरभ्युअरले यो प्रश्न सोध्छ। यो प्रश्नमा तपाईले आफ्नो अनुभव, स्किल्स र त्यो जबसँग म्याच हुने कुराहरू मिलाएर आत्मविश्वासका साथ भन्नुहोस्। इन्टरभ्यूमा यो प्रश्नको उत्तर दिने तरिका जान्न चाहनुहुन्छ? फलो गर्नुहोस् है।